सम्पूर्णमा जय मसी अनि नमस्कार। म चाहिँ साउदी अरबबाट हैन। अनि मैले चाहिँ यो युट्युब च्यानल नयाँ सुरु गरेको छु। सबैजनाले सपोर्ट गर्नु होला ताकि म पनि यो के भन्छन् अरे जति पनि साउदी अरबका इन्फर्मेसनहरू छन् म सबै तपाईहरुको माझमा बाँड्न सकूँ। र विशेष गरी हाम्रो नेपालबाट जो नयाँ दाजुभाइहरू आउनुहुन्छ हैन, साउदीमा काम गर्नको लागि एकदमै सचेत हुनको जरुरत छ के यो समयमा। किन भन्दाखेरि अहिले पहिलाको जस्तो छैन। अहिले साउदी अरब जस्तो पहिला थियो त्यसो छैन। अहिले धेरै नै बिग्रिएको छ माहौल। साउदी अरब मात्रै नभएर अन्य अरू कन्ट्रीहरुमा पनि, अरू देशहरुमा पनि अहिले धेरै गाह्रो छ क्या। वात्तै बाहिर हिँड्न गाह्रो छ। अरूको भन्नमा लागेर, एजेन्टको भन्नमा लागेर फलानाले गर्यो म पनि गर्छु भनेर अरूको भन्नमा लागेर हिँड्ने, अरू एजेन्टको भन्नमा लागेर अनि एजेन्टले जति भन्छ त्यति पैसा दिने वात्त पारेर अनि त्यसपछि एजेन्टले 50,000 कमाइ हुन्छ, 60,000 कमाइ हुन्छ भनेर अनि हाउसा लगाइदिन्छ, 1 लाख 1.5 लाख कमाइ हुन्छ भनेर अनि गफ दिन्छ अनि त्यही भन्नमा लागेर हिँड्ने। त्यस्तो माहौल चाहिँ अहिले छैन क्या साउदी अरबमा लगायत अन्य कुनै कन्ट्रीमा क्या। विदेशतिर अहिले त्यस्तो कुनै पनि ठाउँमा छैन। विशेष गरी साउदी अरबमा त झन् यति गाह्रो छ अहिले कि धेरै गाह्रो छ। अनि मुखले भने जस्तो छैन क्या हैन। धेरै गाह्रो छ काम गर्न अहिले भने। कतिपय कम्पनीहरू पनि धेरै बिग्रिरहेको छ। भने जस्तो समयमा स्यालेरी दिँदैन हैन। धेरै जसो त स्यालेरीकै उ छ के यहाँनिर, स्यालेरीको अनि मुस्किल छ यहाँनिर हैन। स्यालेरी भनेको टाइममा नदिने। अनि त्यसपछि अब एजेन्टले नेपालमा एउटा भन्छ, यस्तो काम हो भन्छ, अनि यहाँ अर्को काममा लगाइदिन्छ कम्पनीहरूले, यहाँको एजेन्टहरूले। अनि त्यसपछि अनि अब नेपालमा भन्छ 1200 बेसिक, 1300 बेसिक, अनि तपाईको ओभरटाइम यति चल्छ, उति चल्छ, दिनमा 4 घण्टा ओभरटाइम चल्छ, 5 घण्टा ओभरटाइम चल्छ, ओभरटाइम खाली नै हुँदैन, तपाईहरु महिनाको 60,000 70,000 कमाउनुहुन्छ भनेर हावा गफ दिन्छ क्या। अनि पहिलो कुरो यति कुरा हामीले जान्नु परेको, ओभरटाइम भन्ने त त्यो लकको खेल हो क्या। लक्कीले पाइयो भने पाइयो, नत्र प्राय भन्दैन 100 मा 95% कम्पनीमा ओभरटाइम काहीँ पनि चल्दैन क्या। जुनसुकै कन्ट्रीमा पनि ओभरटाइमको भरमा हामी हिँड्नु हुँदैन। अनि त्यही भएर एजेन्टले जति पनि हामीलाई नेपालमा हुन्छ नि हैन, नेपालमा जति पनि गफ दिइरहेको हुन्छ, यति हुन्छ उति हुन्छ, त्यो गफमा चाहिँ हिँड्नु हुँदैन क्या। एजेन्टले भनेको गफमा चाहिँ वात्तै हिँडिहाल्नु हुँदैन क्या। त्यो सबैभन्दा कुरो बुझ्नु पर्यो हैन। यताउता बुझ्नु पर्यो, कम्पनीको बारेमा बुझ्नु पर्यो, त्यो ठाउँको बारेमा बुझ्नु पर्यो। अनि सबै कुरा बुझेर हिँड्दा चाहिँ धेरै राम्रो हुन्छ क्या। अनि त्यतिकै हावातालमा हिँड्यो भने पछि यहाँ आएर दुःख पाउन सकिन्छ, पैसा फस्न सक्छ। अब हामी नहुने मान्छे, विदेश अधिकांश मान्छेहरू जो पनि विदेशमा आउँछ त्यो एउटा नभएकै मान्छे हो कि, गरिब नै मान्छे विदेशमा आउँछ हैन। खाडीमा आउने मान्छेहरू, अब खाडीमै आउन पनि 2 देखि 3 लाखसम्म खर्च भइहाल्छ अहिलेको माहौलमा हैन। अब 2 देखि 3 लाख रुपैयाँ पनि हामीले ऋण लिएर अनि त्यसपछि साउबाट ऋण काटेर चाहिँ हामीले विदेश हिँड्नु परिरहेको हुन्छ क्या। अनि यहाँ आएर 1200-1300 स्यालेरीमा हामीले के कमाउनु, के खानु। अब उस्तै कम्पनी राम्रो परेर टाइममा स्यालेरी दियो भने त दियो, टाइममा स्यालेरी पनि मिलेन भने हामीले के घरमा पठाउनु। यहाँनिर रियल घटना हो। यहाँनिर मेरो साथीहरू हुनुहुन्थ्यो 3-4 जना नेपालीहरू, नयाँ घरबाट आएको 8 महिना भइसक्दा पनि न यहाँको आइडी बनाइदिएको थियो, न अकामा बनाइदिएको थियो, न यहाँको 8 महिनासम्म स्यालेरी दिएको थिएन। त्यही महिनाको 200-300 खानाको पैसा दिन्थ्यो, बाँकी पैसा दिन्दैन क्या। 8 महिनासम्म स्यालेरी नदिँदाखेरि हामी जस्तो गरिब मान्छेहरू, हामी कमाइ खाने मान्छेहरू, घर फ्यामिली भएको मान्छे, ऋण कार्ड आएको मान्छे, हामीले कसरी चलाउन सक्छ क्या। त्यही भएर हाम्रो नेपाली दाजुभाइहरू जति पनि विदेशमा आउनुहुन्छ एकदमै ध्यान पुर्याएर क्या सबै कुरा जानेर बुझेर आउनु होला क्या है। यही भन्न चाहन्छु म। र लास्टमा मेरो युट्युब च्यानल नयाँ रहेको छ, यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला ताकि मैले जति पनि जानेको कुराहरू छ म तपाईहरुलाई मोटिभेसन गराउने छु। र जति पनि साउदीको बारेमा इन्फर्मेसनहरू छ म तपाईहरुको माझमा भन्ने छु है त। साउदीको बारेमा केही कुरा बुझ्न चाहे, जान्न चाहे मलाई कमेन्ट मार्फत पनि भन्न सक्नुहुन्छ। कमेन्ट गर्नु होला, म तपाईको कमेन्ट अनुसारको म एउटा भिडियो बनाउने छु। हस् त।